गाइस अब चाहिँ अहिले चाहिँ म सोनमको लागि खाजा लगाउँदैछु उसलाई चाहिँ मोमो अनि त्यसपछि फ्राइड राइस खानु मन लाग्यो अरे सो म भर्खर अघि मनाङबाट आएको अनि त्यसपछि उसलाई हेर्न म जाँदैछु सोनमलाई चाहिँ फ्राइड राइस खानु मन लाग्यो सो म फ्राइड राइस अनि मोमो उसको फेभरेट प्याक गरेर ल्याइदिएको छु म अघि भर्खर मनाङबाट आएको सो उसलाई मिस गरेँ होइन अनि त्यही भएर मिठो मिठो खाओस् भनेर ल्याइदिएको हेरौँ के गर्दैछ अहिले घरमा फाइनली सोनम इज इटिङ फ्राइड राइस यहाँ छ फ्राइड राइस कस्तो भयो त मिठो मिठो भयो मोमो चाहिँ खाना मोमो पनि मोमो एकछिन तातो छ भिडियो बनाएको थियो यो त फ्राइड राइस नखाएको धेरै दिन भयो है मिठो खाने बेसी सरको तरकारी बेसी सरको फ्राइड राइस फर्स्ट टाइम टेस्ट गर्दै हो ठिकै छ तर अलिकति एक्सपेन्सिभ नि 340 ए 370 हैन धेरै एक्सपेन्सिभ क्या नखाने मासु एक बाइट मेरो लागि नि ठुलो पिस छ क्या मिठै छ नि मजा छ भोलि पनि खाने भोलि आज चोकनी रेस्टुरेन्टमा खानुपर्छ ल भोलि अनि पर्सिदेखि स्कुल जाने होइन भोलि स्कुल ड्रेसहरू हेर्ने हो के भयो सिलाउने यो चाहिँ गाइस बेसी सहरको फ्राइड राइस उसलाई फ्राइड राइस खानु मन लाग्यो अनि त्यही भएर फ्राइड राइस र मोमो कम्बो ल्याइदिएको मैले ठिकै छ मिठै छ तर उलाबारीको मिठो नि उलाबारीको झन् कस्तो मिठो अलिकति तेल धेरै भयो क्या यहाँ अहिले मन पर्दैन यसलाई पनि म पनि अहिले मन पर्दैन त काले भइस् त भाइ हेर्न म त गोरी छु गोरी नै छु नि म त मेकअप ल्याऊ मेकअप मैले कहाँ गरेको छु अहिले छैन है मैले कहाँ गरेको छु तेरो अनुहार हेर्न काले चाहिँ तबे हो काली खाना लाउनु एक बाइट एक बाइट मम्मीले भनेको कुरा मान्नु छुट्टीमा आइज न दसैँको छुट्टीमा आउँछु त आउँदैन भनेर हाफ प्लेट मोमो ल्याएको हाफ प्लेट 4 वटा आची अनि एक प्लेटको 5 वटा आउनुपर्ने खै म त ठग्यो होला त्यसो भए ठग्नु त नपर्ने हो नपठाउनु भएको सोध्नु न 4टा 8 वटा मात्रै होला क्या एक प्लेटको 10 वटा अनि मलाई किन 4टा दियो त ठगेछ त्यसो भए कोही होला 10 वटा हुनुपर्ने अगाउँछ त्यति खाएर अब एकमा भित्र फेरि खाने भात पकाउनुहुन्छ भिजेन राति पानीले
पर्दाखेरि अघि पानी पर्यो होइन हिजो भिजेन भिजेन भित्र भिज्दैन होला नि तपाईँ पनि खानु एउटा म त एउटा खानु अघि खाएको क्या मोमो मैले म त्यति धेरै मोमो खाँदिनँ त यहाँको चम्ची चाहिँ यस्तो हुँदो रहेछ हौ बिचमा ग्याप त्यो मोमो पनि मिठो छ नि अलिकति उयो मासुको उयो क्या टेस्ट त्यो कुरुङ कुरुङ हड्डीहरू छ क्या त्यहाँभित्र म चाहिँ गाइस आज मनाङबाट आएको अनि त्यसपछि भाइलाई हेर्न भनेर आएको कि यहाँनिर भाइ भएको भए कति खुसी हुन्थ्यो नि म पनि मनाङमा आइन के गर्नु यस्तै हो जिन्दगी के गर्नु अब होइन नपोखा न हौ बिस्तारी खान्छ बिस्तारी त्यो भन्छ बिस्तारी खा धेरै उता जङ्गलतिर नजाने फेरि उयो बाघ खाँदिन क्या खा बाघ स्याल आउँछ नि फेरि मैले बाघ देखिरहेको कहिले देखिस् ए त झुट बोल्छस् हो कहाँ देखिस् तैँले मोबाइलमा उयो चम्चीले खान उयो अर्कोले यहाँ पनि रमाइलो छ तर अलिकति यो घरहरू अलिकति भयो भने होइन राम्रो हुन्थ्यो मलाई घरहरू केही चाहिएन होइन चाहिएको भनेको चाहिँ एउटा टोइलेट अनि एउटा फ्यान त्यति हो टोइलेट फ्यान खोइ त नि त्यो फ्यान मिनी फ्यान मसँगै छ चल्छ ए मिनी फ्यान चला न मिनी फ्यान अनि त्यसपछि चार्ज गरिराख्नु यो त्यति बेर हावा नै प्रोभाइड गर्दैन यहाँ हावा के चाहियो भाइ यहाँ त गर्मी छैन हौ ठिकैमा त गर्मी त लाग्दैन त यहाँ कस्तो भइरहेछ त गाउँमा राम्रै गाइस अब चाहिँ हाम्रो फ्राइड राइस सकिसकेको छ है सकिसक्यो एम्टी प्लेट एम्टी त भन्नु मिल्दैन अलिअलि त छ अगाइस् त अगाए कतिको अगाइ धेरै अगाए खोइ देखा त प्लेट खोइ मोटाइस के हो म अनि मोटाइ जस्तै छ त ल राम्ररै सुट अगाइस् नि दिदी एउटा कुरा भनौँ अलि यहाँ बस्नु न यहाँ बाघ आउँछ नि त फेरि बाघ बाघ आयो भनेर नि म एक मुर्गी हान्छु कि बाघलाई म आफ्नो जङ्गलमा पुगाइदिन्छु पुगाइदिन्छु तै गुडुडुडु भाग्छस् होला तै सुरुमा भाग्ने हुन्छस् म भाग्दिनँ अस्ति सर्प त्यो पानीमा माछा मार्न जाँदाखेरि
सर्प तपाईँ हो नि सुरुमा भाग्ने त म भागेको अन्त तर तपाईँ पनि त नि तपाईँ भाग्नु म बचाउँछु क्या तपाईँलाई म तपाईँलाई म ब्याकअप दिन्छु क्या यहाँ बस्नु ल गर्छस् त एकदमै सेक्युरिटीको 100% दिन्छु क्या सेक्युरिटीको फुल दिन्छस् त रेटिङ यहीँ बस्नु ल ल आज बस्नु म कहाँ सुत्नु भने तर फेरि चार्जर छैन है बिजोग छ दिदीको भने दिदीको तर यहीँ बस्दा पनि हुन्थ्यो दिदी है बाई